हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ सबैजनालाई अनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी रेडी भएर खानासाना खाएर रेडी भएर चाहिँ कहाँ जाँदै छौं भन्देखि हामी चाहिँ दिदीको घर जाँदै छौं। हाम्रो दिदी चाहिँ सुत्केरी हुनुहुन्छ अनि उहाँ चाहिँ यता आउन नपाउने भएको भएर सुत्केरी बस्न आउन नपाउने भएको भएर चाहिँ हामी चाहिँ सामान लिएर दिदीलाई भेट्न जाँदैछौँ। सबै सामानहरू बोकेर अब भाउजूहरू मम्मीहरू हामी सँगै जान्छौँ। अब गाडी आउँछ अनि हामी एकछिनमा भेट्छौँ है त। भाउजूहरूलाई एकछिनमा देखाउँछु म। माइजू नि आउनुहुन्छ अहिले। ल स्वागत छ तपाईहरुलाई। हामी चाहिँ कोसेली टन्नै कोसेली बोकेर लिएर हिँड्दैछौँ। यता भाउजू आउनुभयो। थानकोट होइन त कलङ्की ढुङ्गेटा। यहाँ मम्मी हुनुहुन्छ है। हाम्रो सामान टन्नै छ टन्नै होइन। अझ चामलहरू लिएर निकाल्न बाँकी छ। हेर्नु सबै थरी लिएर जानुपर्छ अरे। त्यही भएर यो चाहिँ यत्रो सामानहरू छ। अहिले अरूहरू किन्न बाँकी छ। मेरो पालो त कहिले कहिले नि अब। ए ल मेरो यहाँ फोन आयो है। तानमको फोन आयो एकछिन है गाइज। ल गाइज यो चाहिँ हाम्रो घरमै कुटेको चामल हो होइन। बोकेर जाँदैछौँ। ल ल छोरीको घर जानु पाउँदा कस्तो अनुभव भइरहेछ भनिदिनुहोस्। सामान तुमान बोकेर यहाँ चाहिँ हाम्रो ठुलमम्मी आइसक्नु भयो। ठुलमम्मी हालो भनिदिनु न। कसैले होइन कि भिडियो युट्युबमा हाल्छु म। प्रशंसाले देखाइदिन्छु। के भन्नु तपाईँ? हेलो म छोरी घर जानला भन्दिनु न। हेलो तपाईँ कहाँ जानला भनिदिनुहोस्। छोरी घर अब कहाँ जानु भन्नु? ल राम्री भएर नाति हेर्नु जानु लाग्यो ल गाइज। हाम्रो गाडी चाहिँ यही हो है। हामी यसमै जाने हो अब। ओम नमः शिवाय। हामी जाँदैछौँ है गाइज। हामी जाँदैछौँ। हामी कहाँ पुग्यो गाइज? हामी चाहिँ गाउँको बाटोमै जाँदैछौँ। ल स्वागत छ दाइ तपाईँलाई पनि मेरो भिडियोमा। धन्यवाद। मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला प्लिज है। हुन्छ यता पछाडि चाहिँ हाम्रो टोलीहरू हुनुहुन्छ। मम्मीहरू गुरु गणेशको चाहिँ यहाँ चाहिँ हाम्रो गुरु गणेशको मन्दिर छ होइन। गुरुदेवको भन्नु न। गुरुदेव होइन गुरु गणेश भगवानको। र हामी जाँदैछौँ अन द वे छौँ हामी। ठ्याक्क सागा पुग्न अब चाहिँ हामी। र फेरि अर्को स्टेसनमा ओर्लेर हामी चाहिँ यहाँ सामान किन्दै हुनुहुन्छ गाइजहरू। के सामान किन्न लानुभयो? तेल र अन्डा किन्ने रे है। अब यहाँ तेल 1 कार्टुन। यति भइसक्यो है सामान। यति हो अब। जेब्रा झोलामा पर्समा पैसा भएन तिर। रमाइलो भइरहेछ है। रमाइलो भइरहेछ। सुतेको अवस्था सानो आइसक्नु भयो है। बल्ल त्यही पनि यहाँ दिदीले बहिनीलाई नचिनेर जत्रै पर्यो। याद गर्नुपर्ने छ। यसले अर्कै सिट लाएर हामीले चिनिसक्यौँ। अर्कै भन्दैन के देश खानी बहिनी दिदीले के भन्छ बहिनी चिनेन है गाइज। हातले बोलाएको ल हाम्रो यहाँ फलफुल अवसरमा आएको होइन। दाइले एकदमै धेरै महँगो भन्नुभयो होइन। यहाँ हाम्रो टोलीहरू हुन्छ। हामी आज सुत्केरीलाई सामान पुऱ्याउन हामी फलफुल पसला बस्छौँ होइन। हामीले सबै अर्थ किन्छ फलफुल पसला तर फलफुल महँगो रहेछ है यहाँ गाइज। अनि ल जाऊँ हामी सोध्नु।
जाँदैछ गाइस ए आउनु न आउनु छिटो ल ल ल के सोध्यो अरे अघि अनार अनार कसरी हो कति रे 350 अरे त्यहाँ ए अलिक मिल्छ होला नि अलिअलि हट्दैन नि ए गाइस के विधि महँगो रहेछ है फलफुल त दाइलाई यहीँ मिलाएर दिनुहुन्छ दाइ दाइलाई मिलाएर दिनु भाइहरू आइदिन्छ भाबी तिमीलाई होइन भन्नुहोस् दाइ के भन्नुभएको तपाईँले छिमेकीको धेरै महँगो छ हाम्रोमा धेरै सस्तो छ बोर्ड देखाउनु पर्यो सूर्यविनायकमा यही हो ल ब्रदर्स फुड सेन्टर ल साउथीमा हुनुहुन्छ होइन यदि भिडियो बनाएपछि एकदम धेरै मिलाएर दिनुहुन्छ ल यहाँ भाउजू 1 किलो लाने हो माइजू हेर यहाँ साउजीलाई गाली गर्दै हुनुहुन्छ है यहाँ केरा तयार गर्नु केरा कसरी होइन गनेर अरे ल दाइले कसरी सुन्तला कसरी हो झोला थाप्ने मान्छे रे है यहाँ माग्न आएको अरे अब तिमी भाइरल भइसक्यौ मेरो सब्सक्राइब गरिदिनु ल यहाँ उनी छ सविता सविता थापा 897 मा सब्सक्राइब गरेर कमेन्ट गर्नु 897 मा सब्स्क्राइब गर्नु अनि कमेन्ट गर्नु तपाईले गरेछ कि छैन भने थाहा हुन्छ मलाई ल हस् धन्यवाद युट्युबमा ल हस् गाइज बाई बाई हाम्रो गाइजहरू चाहिँ यता आउँदै हुनुहुन्छ होइन ल हेर्नु यहाँ जेब्रा झोला बोकेर अस्ति नभए चोरहरू भागी थिए तपाईँ त पर्नु भएन नि फेरि 18 किलो के सुन त ल ल हेर्नुहोस् छोरीको आमालाई कति गाह्रो रहेछ त गाइजहरू होइन ल यस्तो गर्नुपर्दो रहेछ सुत्केरी नल्याएपछि यता हुनुहुन्छ आमाहरू ल मलाई पनि एउटा आयो आयो सावन आयो यही हो मेरो दिदीको घर चाहिँ अहिले भर्खर बनाउन लाग्यो सुत्केरी दिदी उता हुनुहुन्छ हो सुत्केरी ए सुत्केरी हालो भन्दैन सुत्केरी कस्तो चलिरहेछ त सुत्केरीलाई एकदम रमाइलो यहाँ बसी खान पाइयो ए त्यस्तो हो होइन हामी चाहिँ सबजना आएको छौँ यसरी ल गिफ्ट सम्हालेर भ्याइन भएछ हाम्रो दिदीलाई चाहिँ होइन पैसा र गिफ्ट सम्हालेर भएन भएछ पैसा हेलो दिजुको युट्युब फ्यामिली भन्दियो न भनिदिएको ऊ चाहिँ हाम्रो प्यारी श्रीनिधि हो होइन सानो मान्छे हो हाम्रो दिदी यता हुनुहुन्छ कसरी देख्नु यहाँ मैले चलिरहेको छु यता हेर्नु ल दिदी हाल भन्दैन हेलो वेलकम टु नेपाल नेपाल कहाँदेखि आउनुभयो तपाईँ अमेरिका ल ल यहाँ चाहिँ भाडा माझ्ने कार्यक्रम हुँदैछ हेर्नुहोस् त्यहाँ आएर खाजा खाएर हजुर
ए ल मम्मी भाउजू सानो मम्मी हेर खाएको यस्तो गर्ने हो त के गरे यस्तो यो ल यहाँ भाडा माझ्दै हुन्छ म माझिदिन्छु नि त म पखालिदिन्छु सानो मम्मी हाम्रो राम्रै दिदी यहाँ छोरी सुताउँदै हुनुहुन्छ यता नि बच्चा लिएर बस्नुभएछ यता नि बच्चा लिएर बस्नुभएछ कस्तो राम्रो आएको है तपाईँ त हजुर फोटो ल यहाँ चाहिँ हेर्नु यहाँ कसैले ठिक पार्दै हुनुहुन्छ यो त्यसरी पानी खाँदै हुनुहुन्छ ए हेलो भनिदिनु दिदी मैले हेलो भनेकै खाने दिदीलाई के छ हालखबर तपाईँको ल ठिक छ ल एन्टिराइड पऱ्यो के तपाईँको हो रहेछ आमा कस्तो सेतै पो हात होइन ल यहाँ चाहिँ कसैले आदान प्रदान हुँदैछ है कसैले ठिक पारेर भ्याइ नभ्याइ छ यहाँ मम्मीलाई हस्तान्तरण गर्नु अब सबैजनालाई ए कसैले भाडा पानी साबुन कसैले यता कलङ्की वरिपरि कोही कोही हुनुहुन्छ भने लिन आउनु होला सम्पर्क गर्नु होला अर्डर गर्न सक्नुहुन्छ हजुरहरूले कमेन्ट मार्फत ल ल यता पनि यता नि आयो है यता नि आयो गिफ्ट यो त अरेन्ज जुस जस्तो देख्दो रहेछ ल ए ल ल ल यता पनि है दाइले पनि गिफ्ट आयो है ए उर्रे उमङ्ग नै पिनाजुले भ्याइ नभ्याइछ है गाइज नै नै उमङ्ग भन्नु अरे भिनाजु नै उमङ्ग आमा यो ज्यादा कति धेरै खानु खानु छोरीको घर आएको के अरे गिफ्ट ल्याइदिन्छु म यो के गरे हजुर यो म चम्काउने चम्काउने भाडा चम्काउने साबुन धन्यवाद बाई 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 गाइस हामी जान लाग्यो है जान लाग्यो मैले देखाइसकेँ हाम्रो देखाइसकेँ ल अब हामी जान लाग्यो गाइस ल हजुरहरूको लागि मैले ढोका खोलिसकेँ है हजुरहरूको लागि हामी त अब लाग्यौँ घरतिर ल